मर्निङ अनि नमस्ते, वेलकम ब्याक टु च्यानल। फेरि पनि नयाँ भ्लगमा सबैजना स्वागत छ। गाइस, के गर्दै हुनुहुन्छ? 1 2 3 4 5 वटा बोर्ड छ। कति राम्रो भएको छ के यसलाई बाबरी हामीलाई झिकेर खानालाई कति स्वादिष्ट हुन्छ हैन, तर यिनीहरूलाई बनाउनलाई कति टाइम अनि कति मेहनत लाग्छ। एउटा फुलपडा अलि गुड मर्निङ अनि नमस्ते, वेलकम ब्याक टु च्यानल। फेरि पनि नयाँ भ्लगमा सबैजना स्वागत छ। गाइस, के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला सबैजना। अनि अहिले दुबईमा चाहिँ हल्का मात्रै जाडो छ, त्यति जाडो छैन, पानी परेको छैन। नेपालमा त धेरै नै जाडो होला अहिले हैन, बिहान बेलुका एकदम जाडो हुन्छ वनपाखातिर भनौँ न, गाउँतिर। अहिले चाहिँ टटनपुर घाम लागिरहेछ, हेर्नु त, टटनपुर यस्तो घाम लागिरहेछ यहाँ चाहिँ। अनि म चाहिँ एकछिन के देखाउन लागेको तपाईँहरूलाई, बाबरी फुलको बोर्ड देखाउन जाँदैछु। यहाँ पनि मान्छेहरूले बाबरी फुल लाउँछ नि। यिनीहरूले चाहिँ अरबीमा चाहिँ जाथार भन्छन् यो बाबरीलाई, हामीले चाहिँ बाबरी या तुलसी भन्ने गर्छौँ सनातनमा हैन। कति राम्रो बोर्ड भएको छ कि यहाँ पानी हालेर, सधैँ पानी हालेर सुरक्षित गरेर राखेको हुन्छ। मैले पनि सधैँ पात टिपेर सुन्ने गर्छु। तपाईँहरू पनि हेर्नु है त, कति राम्रो बोर्ड छ। वाउ, हेर्नु त, फुल खेलिरहेको हैन, त्यही माथि भमरा घुमिरहेको छ। 1 2 3 4 5 वटा बोर्ड छ। कति राम्रो भएको छ के यसलाई बाबरी निकालेर त राख्न सकिँदैन। अब गर्मी महिना आएपछि चाहिँ यसलाई बचाउन गाह्रै छ। यो चिसो महिनामा मात्रै हो यसरी फुलेर बस्ने, राम्रो भएर बस्ने। गर्मी महिनामा चाहिँ पोसिबलै छैन। अहिले जाडोमा हेर्नु त, यो घाँसहरू कसरी उम्रिराखेको छ। गर्मी महिनामा चाहिँ यो केही देखिँदैन, पुरै पहेँलै हुन्छ, यो माटो नै पहेँलै हुन्छ, त्यस्तो हुन्छ। अब 55 डिग्री गर्मीमा अनि कहाँबाट बसोस् यो, गर्मीमा पोसिबल छैन। मजाले माउरीहरू घुमिरहेको यहाँबाट, त्यो फुल हुन्छ नि, फुलबाट चाहिँ यिनीहरूले झिकेर लाँदो रहेछ। हामीलाई झिकेर खानालाई कति स्वादिष्ट हुन्छ हैन, तर यिनीहरूलाई बनाउनलाई कति टाइम अनि कति मेहनत लाग्छ। एउटा फुलपडा अलिअलि झिकेर लगेर त्यहाँ थुपार्छन् मान्छेहरूले, चाहिँ झिकेर गम खाइदिन्छ आफ्नो स्वादको लागि, अरूको घर बिगारिदिन्छ। के गर्ने, यस्तै छ दुनियाँ, यसरी दुनियाँ चलिरहेको छ। अनि यस्तै छ हाम्रो पनि जिन्दगी दुबईमा। कहिलेकाहीँ यसो काम नभएको बेलामा यसो भ्लग बनाउने गर्छु। हुन चाहिँ मेरो फुल टाइम जबै हुन्छ, 12 घन्टा ड्युटी हुन्छ। त्यसपछि अरू दिनमा, छुट्टीको दिनमा या कुनै दिन फ्री टाइम भएको बेलामा यस्तै भ्लग बनाएर हाल्ने गर्छु मैले। मेरो भ्लगलाई सपोर्ट गरिदिनु होला, च्यानललाई सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला सबैजना मिलेर, दाजुभाइ दिदीबहिनी मिलेर है। लभ यु एभ्रिबडी। फेरि अर्को भ्लगको साथमा आउनेछु। बाई।